के हो भन त के हो यही खोजेको So today is 18th May 2025 and hello. हजुर अब वकथन पार्टिसिपेट गर्नु आज अब हामी हिजोदेखि हो नि हौ बिजोक छ 3 घण्टा यो अस्ट्रेलिया गर्दै र आज भने चाहिँ अब वकथन के भन्छ अब फर्स्ट चाहिँ कुदाइ भयो सेकेन्ड त साइक्लिङ भयो तर हामीले गरेन किनभने त्यो अलिक साह्रो भयो होइन त्यस्तो साइकलमा अलिक इन्ट्रेस्ट छैन आज चाहिँ अब वकथन छ हो वकथन चाहिँ किनभने चाहिँ अब हामी सिक्किमको 58 मतलब स्टेट डेको सेलिब्रेसनमा होइन अब 16 मेमा थियो स्टिल लाइक 3 डेजसम्म यो प्रोग्राम भयो होइन र आज चाहिँ लास्ट हो र गाइस आजको यो वकथन भने चाहिँ नि हामी चाहिँ फ्रम नाम्ची सेन्ट्रल पार्कदेखिको चाहिँ मनिरामसम्म जानेछौँ है र यु क्यान सी हियर द पार्टिसिपेन्ट्स आर अल ओभर हियर है एन्ड द रेजिस्ट्रेसन इज गोइङ अन द्याट सेक्सन र स्पेसली म उहाँहरूलाई देखेर चाहिँ अलिकति अब अलिक इन्सपाइरिङै हुन्छ किनभने उहाँहरू पनि अब निकै अब है चौतारा ग्रुपबाट चाहिँ पार्टिसिपेट गर्नुहुँदैछ होइन र तपाईँको शुभ नाम चाहिँ मेरो टासी तपियो भोटिया तपाईँको दिलो राई हजुर एमके तामाङ तपाईँको सिबी छेत्री तपाईँको शुभ नाम के होला हजुर मणिराज र हेर्नु चाहिँ गाइस अब उहाँहरू पनि होइन अब कतिले चाहिँ भन्छ नि कि अब सक्दैन उयो गरेर भन्छ कि तर इक्जाम्पल चाहिँ उहाँहरू हेर्नु चाहिँ इक्जाम्पल चाहिँ अब तपाईँहरूलाई म लाइभ अब देखाइरहेको छु होइन हजुर उहाँहरू हेर्नु चाहिँ अब उहाँहरूलाई देखेर पनि सायद तपाईँहरूलाई चाहिँ अब अलिकति हामी जोस त आउनु पर्ने हो है अब किनभने सक्दिनँ भन्नु हुँदैन नि त अब चाहिँ फोटो सेसन गोइङ अन फाइनली वकथन स्टार्ट भइसक्यो है र हामी चाहिँ अब नाम्ची बजारबाट चाहिँ यहाँबाट जाँदैछौँ मनिराम भन्साङपट्टि यता हुनुहुन्छ है अब यो के अरे वकथन स्टेटहुड है 50th स्टेटहुड मनाएको हामीले हजुर हजुर अब यहाँदेखि चाहिँ हाम्रो वकथन स्टार्ट भयो नाम्ची बजारदेखि मनिरामसम्म मनिरामको त्यो तामाङ टुरिस्ट वे छ नि हजुर हजुर हो यहाँसम्म हो अब हाम्रो है सिल्भर ब्याग जिमको कतिजना छ हामी छ निकै छ 15 जना छ है हाम्रो सिल्भर ब्याग निकै छ यता अगाडि पनि छ यहाँ अगाडि पनि हुन्छ यो मैले प्रायः जस्तो चाहिँ खालि हाम्रो जिम र टुरिज्म डिपार्टमेन्टकै मान्छे चौताराको ग्रुप छ त्यहाँको टुरिज्म डिपार्टमेन्टको मान्छे पनि देख्यो अरू त त्यस्तो कोही छैन बट स्टिल मान्छे अलिक बेसी नै छ हामी चाहिँ है अगाडि के भन्छ तपाईँलाई है के छ जाउँ बिस्तारै बिस्तारै हिँड्न लागिन्छ अब यता आगेटासी भए पनि आगेटासी वकथनमा त गीत गाउँदै हिँड्नुहोस् यसरी र राइट नाउ वी जस्ट क्रस आवर जिम हाम्रो जिम चाहिँ ऊबाट छ हो र यहाँ पेट्रोल पम्प छ र हाम्रो आगे चाहिँ आउनुहुँदैछ है त बिस्तारै हिँड्नुहुन्छ त्यही त आज वक गरेको आज स्टेट रुटको भन्ज्याङसिलमा बिस्तारै हिँड्नु सक्यो बहरा चाहिँ चौतारा ग्रुप हुनुहुन्छ हो बहरा चाहिँ अलिकति पढ्दै गइरहेको छ कि बिस्तारै जाँदा केही छैन पुग्नु त हो त्यही त अलिक पुरानो त ढल्दैन सजु होइन
लाग्यो अलिक ढल्केर अलिक ढल्के यसमा दुखेन क्या ठिक छ अचेल नाच्दै जानुपर्छ अचेल अलिक नाच्नुपर्छ हो अचेल ठिक छ गाउनुहोस् ठिक छ यहाँ हाम्रो चौतारा ग्रुपको चाहिँ गीत गाउँदै आउनुहुँदैछ हो ठिक छ आउनुहोस् बिस्तारै आउनुहोस् लु है त गाइस लोकल ग्रुपपछि हामी अलिकति कठिन आँट्यो टायर दोकान अगाडि आइपुग्यो हो हिँड्दै गर्नुपर्छ यसरी बिस्तारै हो भने क्या तर भन्दा पनि आफ्नो स्पिड चाहिँ अलिक मेन्टेनै गर्नु पर्यो ओ सकिर भाइ हाई गरिदेऊ न पानी हाइड्रेसन पनि इट्स भेरी इम्पोर्टेन्ट है अन्त मैले बोक्नु त गएछु तर पनि अब त्यो ब्यागमा फुटादै गर्नु चाहिँ क्विक है स्टिल हामी 1 किलोमिटर हिँड्नु नि आगे है 1 किलोमिटर हो हिँड्ने है 2 किलोमिटर भयो ल स्टिल 5-6 किलोमिटर वी हेभ 1 किलोमिटर त त्यो ट्रनिङ थियो नि पर हजुर सर आगे परसम्म लिप दिनु नि अब 1.5 किलोमिटर छेउछाउ भयो होला ठिकै छ चार ब्याच हुन्छ खास चाहिँ हजुर जोस यस्तो आउँछ नि अब मर्निङमा फेरि उयो पर्खेर एनर्जी सकेछ एरियाहरू सबै दबिने जग्गा हो नि यो हेर्नुहोस् आगे पुग्यो हो पुगिहाल्छ आगे यही पर छ अब साँच्चै छ भन्दा पनि एउटा चाहिँ निकालिराख्नु पऱ्यो भन्दा पनि एउटा चाहिँ निकालिराख्नु पर्छ लो हाइड्रेसन है We have reached Mount Cream right now. Still a long way to go. But भइहाल्छ क्या गएन आज We have reached viewpoint right now. नाम्ची बस पर छ यता पर छ हामीले जानु छ त्यो पल्लोपट्टि नगर पनि त्यही हो मेरो गाडी गयो अरे भयो मेरो नाममा त गाडी पोङडाँडा आइपुग्यो अब है यो सञ्जीवनी होइन क्या सञ्जीवनी रियाप नै छ नि हजुर भागेछ अब भाग्दा त गाउँको मान्छेले खोज्ने कुरा आएन उनीहरूकै त्यो उहिले खोज्नु होइन अनि सबै केटाहरूलाई चाहिँ त्यो खोज्नु पठाएको छ यो मुनि जङ्गलमा कि 3-4 भाग्दैछ त्यति बेला घर घरमा आएर बस्दैछ कि ए
फेरि घर घरमा आएर गाडीले उठाएर लानु परेको अरे नि हो मौकाको ए हो पहिला भैँसीहरू चाहिँ यहाँ काट्थ्यो नि हो प्योर भैँसीहरू चाहिँ यहाँ पाउँथ्यो नाम्चीमाले त्यो भैँसीको दोकान नहुँदैन क्या त्यो भएर रिह्याब सेन्टर यो सोसाइटी यतापट्टि पोङ डाँडा उपल्लोपट्टि यो फाली डाँडा घाम पनि टन पनि छ है तर ठिकै छ नेमासको पानी चिसो रहेछ मेरो पानी तात्तिँदै भन्छन् अरे यो फाली डाँडामा आइपुग्यो लोवर फाली डाँडा खरा आइपुग्यो आधा ग्रुप चाहिँ अब हाम्रो खै हामीलाई टिम छोडे जस्तो छ हो आधा ग्रुप त हाम्रो अगाडि पुगेन आगे आधा ग्रुप चाहिँ पुग्यो तर वक मात्रै गर्ने भन्दै थियो अब खै रेसै गरेछ पुरै रेसै गरे जस्तो लाग्दैछ अरूले चाहिँ अब यसरी थाकिन्छ नि आरामले हिँड्दा भयो नि रेसै गर्नु पऱ्यो फेरि अलिक यस्तो फेरि हाम्रो बेर यो बेर्दैन आगे त है हावा घर चाहिँ पहिला अहिले त युज हुँदैन थियो हुँदैन नि पहिला त अब म त्यो भारी नै बोकेर आउँथेँ हो रोडले गर्दा चाहिँ अब बाटोमा हिँड्दा चाहिँ यो युज आजकल सबैजना बाइक सबैजना हावा घर बनाएर बेकार लाग्यो अनि गाँजा खानेर आयो बस्यो फोटो खानेहरू अहिले तल यो कारको हजुर ओ के हो मलाई हेरेको तिमीले मलाई हेर्छ तिमीले के हो भन त के हो तिमी खोजेको के हो यसमा कसैलाई के भन्नु छ कसैलाई न्यू खोज्नु छ भन्छ भन्दा हामी त कति चाहिँ हिँडेर है यहाँसम्म कति हो 9.3 किलोमिटर्सहरू जस्तो हो है यता मनिरामसम्म हो हजुर आई थिङ्क वी कभर्ड भन्छ नि त 12 एटलिस्ट नभनेको 7.5 हो त्यस्तो कभर गरिसक्यो ठिकै छ राम्रो छ गुड इट्स गुड कति खानु भन्नुहोस् कम्ती खाँदैन हिँड्छ नि एकदमै दुई तिर्खा लागेको बेला मात्रै क्या जाउँ चलो रातै भयो कम्ती खाँदै हिँड्छ नि क्या फेरि अहिले बाटो बिचमा सटाइदियो बिजोक हो गड गर्दै खाएको नि गुम्पा हो अलमोस्ट फोटो खिचेर रेकर्ड फर्स्ट हुनु पर्ने सँगसँगै म चाहिँ आगे कति टाइममा त्यसरी कार्डियो गरेको कति टाइममा गरेको त्यो जिममा एकछिन त्यो के भन्छ 5-6 मिनट ट्रेडमिलमा ती हिँडेको मात्रै कार्डियो गर्नु त्यो त एकछिन त्यो रेस्ट ओके बिचमा हामी यहाँ रेस्ट गरेर छ अहिले लास्ट भएर 14 तारिक ग्रुप आउँदैछ हो होइन हौ यतिको फिटनेस बनाएको नि बनाएको नि त त्यो एजमा हेर्नुहोस् न त्यहाँ हामी सबै यहाँ बिस्तारै बिस्तारै हिँड्दैको हो बेसी बस्नु हुँदैन फेरि यहाँ पर पुग्नु पऱ्यो नि होइन आधी ग्रुप त यहाँ परै छ हो उनीहरू भर्खर त्यहाँ आइपुग्नु भयो उनीहरू एकछिन त्यहाँ आराम गर्नुहुन्छ ल हामी चाहिँ निस्किँदै गरौँ भन्दा पनि अब त पुगिपुग्यो त ओ डोगेश भाइ हामी हिँड्दै
बुद्धिस्ट भाइले भन्दैछ हामीलाई सायद याद छैन होला हामी चाहिँ इन्डिया आएको भनेर गुम्पा आइपुग्यो अब त पुगिगयो मणिराम पेरी मोनेस्टिक स्कुल नाम्ची डिस्ट्रिक्ट एस्टाब्लिस अन 2008 गुड आइपुगेको के कसो यो हो त रहेछ सो अब चाहिँ पुग्यो जस्तो छ यता हेरेर चाहिँ ए होइन रहेछ टिक्छ खै त हामी त आधी घन्टा बसेको यहाँ बसेको छैन छाता ओढ्दै रेस्ट गर्नु हुँदैन नि पर्खेको मिठो रहेछ आगे साह्रै मिठो पो रहेछ यो त हालिदिनुहोस् यता पनि बस किन लजाको होइन अन्त भरिहाल्नुहोस् आयो टिक्छ भन्छु दही कस्तो भयो कि मिठो छ आगे मिठो छैन अर्ग्यानिक दही अनि हजुर बजारमा किन्यो भने त कता कता जै अहिले चाहिँ भने त्यहाँ माथिदेखिको यहाँ तल खास स्पट चाहिँ यहाँ तल कहाँ रहेछ हो अब तल जाँदैछौँ मेन त्यहाँ के एक्टिभिटीहरू यस्तो केही रहेछ नि त अनि हिँड्दैछ हामी बाटै अब हुन्छ कहाँ हो थाहा छैन तर अब देखिहाल्छ होला वेलकम टु मणिराम भिलेज वकथङ यतापट्टि हो छिटो भयो पिच्छे भन्दै सेडीमा सक्दैन डाउन र पुगेँ कहाँ फर्स्ट हो फर्स्ट भइगयो फर्स्ट भइगयो फर्स्ट टाइम भयो अब गोल्ड मेडल अरू चाहिँ अब कमिटीको मान्छे हो बाहिर चाहिँ फर्स्ट भइगयो अब बस त्यो फर्स्ट आइपुग्यो भीम दाजु तपाईँको त भएन है पारा मिलेन नै त्यो धन्न मौसम चाहिँ यतिको ठिकै भयो थियो है हामी लास्ट इयर होला कस्तो डाँडा मिल्यो भने त्यो नाम मेबी सायद मेबी अब त्यो कलरले गर्दा हो कि हजुर त्यसै लाग्यो ठिकै छ र अब चाहिँ अब एउटा के कल्चरल सो हुन्छ यहाँनिर कल्चरल सो हुन्छ खानपान हुन्छ त्यहाँदेखि यहीँनिर हामीले चाहिँ अब के अरे छङको सगाइ पनि यहाँनिर बन्दोबस्त गरिरहेको छ सबै हो अन्त छङको केटी हेरिरहेको छ हामी यहाँ बस्तीको केटी राम्रो केटी हो मलाई पनि भन्नुहोस् न यसो तिम्रै त हो सगाइ यहाँनिर अब हुनेवाला छ हामी जाँदा त्यहाँबाट गएको नि
लन्चको बेला चाहिँ कुद्नु पर्यो आजको कार्यक्रम पनि सक्यो अब चाहिँ घरतिर लाग्नुपर्छ खै त अब रहेछ हाम्रो ग्रुपका मान्छेहरू